हेलो गुड मर्निङ एभ्रिवान। गुड मर्निङ होइन, गुड आफ्टरनुन एभ्रिवान है। आज चाहिँ सरी है, एकदम बुलबुली पठाएँ। गुड आफ्टरनुन। अहिले 2 बजेको छ, मेरो चाहिँ मर्निङ भइरहेको छ हो। दिन चाहिँ यस्तो भइरहेछ, माछा परेर गयो सबै। यहाँ नि आजभोलि चाहिँ एकदम बोरिङ भइरहेछ। सो त्यही भएर मैले आजभोलि चाहिँ भिडियोहरू पनि बनाएको छैन होइन। सो अलिकति हेल्थ वाइज पनि अलिकति ठिक लागेको छैन, त्यही भएर भिडियोहरू पनि बनाएको छैन। अन्त भिडियो नबनाउनु कारण त्यही हो। अब के यार, भिडियो बनाएर पनि के फाइदा छ र, बेनिफिट के छ र भन्नु होइन। अब भिडियो बनाउनु पनि अल्छी लाग्छ आजकल होइन। सो अब कन्टेन्ट अब म एक्लै हुन्छु सधैँभरि। मेरो भिडियोमा सबै प्रायः जस्तो भिडियोमा हेरेर म एक्लै छु फ्रेममा। मेरो फ्रेममा म अरूलाई ल्याउनु चाहदिनँ, किनभने अरूलाई लियो भने होइन त्यसलाई यस्तो त्यस्तो होइन। त्यही भएर अरूलाई ल्याउनु चाहदिनँ मेरो भिडियोको फ्रेममा होइन। सो आजभोलि चाहिँ म एक्लै छु। अब एक्लै सधैँ एक्लै हुने हो होइन। जन्मेर आएको एक्लै हो, मरेर जाने एक्लै हो। त्यही भएर मेरो फ्रेममा चाहिँ म प्रायः जस्तो मान्छेलाई इन्क्लुड गर्दिनँ क्या। छन् त छ मेरो यहाँनिर साथीहरू पनि छ होइन, लोकल साथीहरू छ होइन। अन्त हिजो चाहिँ एउटा कस्टमरले मलाई के भन्दै थियो भने नि, क्याफेमा हुनु त म सर्केको होइन, एकदमै म सर्केको चाहिँ होइन, ठ्याक्कै सर्केको होइन। अन्त मेरो रिल्स स्क्रोल गरेर उसले हेऱ्यो नि त, मेरो रिल्स हेऱ्यो। अन्त भन्दै थियो भिडियो बनाएर हाल्न, के अरे तेरो खानाको हामी खान्छ होइन। अन्त कस्टमरको भिडियो बनाएर हाल होइन, कस्तो छ रिभ्यू दिन्छ कस्टमरले, जेन्युन हामी पनि रिभ्यू दिन्छ होइन, एकदम राम्रो छ भन्छ होइन। अन्त मैले सिधै भने, हाँसेर भनेको त मलाई नेटमा होइन, अब मलाई म बेसी ठुलो सेफ पनि होइन, भर्खर ठुलो म त्यो होइन राम्रो पनि खाना बनाउँछु जस्तो पनि लाग्दैन मलाई होइन। मलाई चाहिँ मैले चाहिँ जो सेफबाट मैले काम सिकेको छु त्यो अलिकति, त्यसलाई चाहिँ अलिकति भए पनि होइन रोडमा आउँदाखेरि होइन त्यसलाई अलिकति भए पनि कम प्राइसमा अलिकति युटिलाइज गरेर खाना मात्रै बनाउने हो। तर म खासै चाहिँ मेरोबाट चाहिँ 100% दिन्छु होइन। कस्टमरले के सोच्छ कस्तो सोच्छ म जान्दिनँ, तर मलाई कस्टमरले भन्दै थियो क्या, तैँले होइन भिडियो बनाउँछस् एभ्री मोमेन्ट क्याप्चर गर होइन, अन्त तेरो भ्लगमा हाल्दै होइन कस्टमरहरूले रिभ्यू दिएको राम्रो हुन्छ होइन। अन्त मलाई चाहिँ के लाग्यो भने नि, सबै कुरा चाहिँ फेसबुकमा देखाएर भाइरल हुनुको लागि त्यो गर्नु चाहिँ अलिकति ठिक लागेन। तर पनि यसो आज दिनभरि चाहिँ सोचेँ कि म यो कुरा चाहिँ हाल्नु कि नहाल्नु भन्ने कुरा चाहिँ साथीहरूलाई है सेयर गर्न चाहन्छु है। सो अस्ति मैले त्यो वाइवाईको रेसिपी हालेको थिएँ, वाइवाई अब नुडल बनाएर होइन। अरू पनि थुप्रै झोलमाउहरू थुप्रै थुप्रै कुराहरू छ मेरोमा, थुप्रै छ आइटम्सहरू। तर त्यो रेसिपीहरू मैले फेसबुक पेजमा होइन कस्टमरको रिभ्यूहरू हाल्नु बेस्ट हो कि होइन, के कस्तो लाग्छ तपाईँहरूलाई? हुनु त आफ्नो दोकान होइन अरूको दोकान हो, आफ्नो दोकान भए त हाल्नु मिल्थ्यो होला सायदै होइन। तर म त्यस्तो सोच्दिनँ, अब आफ्नै जस्तो सोचेर गर्छु होइन। के हाल्नु चाहिँ राम्रो हो कि होइन, सो तपाईँहरूले प्लिज कमेन्ट गरिदिनु होला। मलाई चाहिँ भन्छ क्या कस्टमरले, म कोही बेला दोकानमा बसेर रिल्सहरू बनाउनुको लागि रिल्स स्क्रोल गर्दै गरेको हुन्छु, कोही बेला रिल्स बनाउँदै गरेको हुन्छु होइन। सो मैले क्यामेरामा चाहिँ ल्याउँदिनँ, तर बाहिर बसेर कस्टमरले हेरिरहेको हुन्छ क्या के बनाएको भनेर रिल्स। अन्त मेरो यो जग्गामा म यहाँ जुन म प्लेसमा बस्छु, मेरो यो घरको छेउछेउ जतिजना पनि छ मान्छेहरू, उहाँहरूले मेरो खाना अर्डर गर्नुहुन्छ, लानुहुन्छ, खानुहुन्छ होइन। सो एकदम दामी छ, टेस्ट छ। अब सायदै मेरो मन राख्नुको लागि हो या जेन्युनली खाना राम्रो छ होइन। तर मेरो टेस्ट, मेरो जिब्रोले जस्तो मलाई टेस्टी लाग्छ म त्यस्तै खाना सर्भ गर्छु। तर कस्टमरले भन्छ एकदमै राम्रो छ, तैँले भिडियो बनाउँदा हुन्छ त यस्तो भनेर भन्छ नि त। सो हिजो 2-3जना कस्टमरहरू आउनु भएको थियो, पानी झरी अब यस्तो डरलाग्दो पानी परेको थियो हिजो। हिजोको पानी चाहिँ लगभग 3 बजीदेखि पानी परेको होला होइन। 3 बजीदेखि लगभग पानी परेको, बेलुकाको 10:30 पानी पऱ्यो होला। त्यस्तो पानी झरीमा पनि भिज्दै आएको थियो क्या खानुको लागि। अनि कतिजना कालिम्पोङहरू गएको 2 दिन मात्रै भएको थिएछ, कालिम्पोङबाट आएको उनीहरू पनि आउनु भएको थियो। सो उनीहरूले चाहिँ आज मलाई डल्ले ल्याइदिन्छु भनिरहेछ घरबाट चाहिँ, उताबाट चाहिँ कालिम्पोङबाट चाहिँ डल्ले किनेर लिएर आएको रहेछ। अन्त मलाई डल्ले ल्याइदिन्छु भन्दै थियो होइन। उनीहरूले पनि भन्दै थियो तपाईँले भिडियो बनाएर हाल्दा हुन्छ, केही त्यस्तोमा उयो छैन होइन, रिभ्यू हाल्दा हुन्छ तपाईँले भन्नु। तर के मलाई एउटा कुरा के खट्केको भने चाहिँ सबै कुरा सोसियल मिडियामा हाल्नु चाहिँ ठिक लाग्दैन र पनि एकताल सोच्दैछु। तर म चाहिँ यो चाहिँ सजेसन लिन चाहेको के तपाईँहरूबाट,
सो यति नै हो है। सो इभिनिङ ब्लग होइन। अब फेसबुकले अब दिनमा एउटा न एउटा कन्टेन्ट त हाल्नै पर्ने हुन्छ होइन। सो मैले हिजो एक दिन ग्याप गरेँ। कोही बेला मेरो ग्याप हुन्छ हप्तामा 1 खेप 2 खेप 3 दिनसम्म ग्याप हुन्छ, 4 दिनसम्म ग्याप हुन्छ। त्यो ग्याप भएको कारण चाहिँ यस्तो हुन्छ कि कोही बेला पानी पर्छ, कोही बेला स्वास्थ्यमा अलिकति अप्स एन्ड डाउन हुन्छ होइन। त्यही भएर अब मैले नहालेको हो होइन। सो तपाईँहरू के भन्नु चाहनुहुन्छ? मैले रेसिपी सायद हाल्दा राम्रो हुन्छ कि है, बात उयो हुन्छ है। सो एउटा अब मैले चाहिँ पोइन्ट अफ भ्यू चाहिँ के राख्दैछु भने चाहिँ तपाईँहरूले भन्नुभयो भने कमेन्ट हाल्दा हुन्छ रेसिपी यस्तो हाल्यो भने झन् राम्रो हो भन्यो भने झन् म हाल्नै छु, नत्र भने चाहिँ म एकदमै नहाल्ने है। अब कतिजनाले सोच्ला होइन आफ्नै बढी बढाइ गर्यो भनेर। मैले मेरो आफ्नो बढी बढाइ गरेको चाहिँ होइन। सो जे क्वेसन थियो कस्टमरको त्यही मैले हालिदिएको है। सो सायद वो कस्टमरहरूले पनि हेर्नुहुन्छ होला मेरो, उहाँहरूले हेर्नुहुन्छ मेरो भिडियो है। उहाँहरूले पनि अब के सजेसन दिनुहुन्छ आई थिङ्क है। मैले चाहिँ भनेको छु तपाईँहरूलाई के कस्तो लाग्छ अब हेर्छु म एकताल चाहिँ फेसबुकमा हालिहेर्छु, त्यहाँबाट राम्रो कन्सल्ट आयो भने चाहिँ हाल्ने हो, नत्र भने चाहिँ नहाल्ने। यति नै भन्न चाहन्छु। सो तपाईँहरूले कमेन्ट गर्नु होला हाल्नु बेस्ट हो कि न, अब हाल्नु ठिक हो कि न हो है। तपाईँहरूले एकदमै कमेन्ट गर्नुहोस् होला है। हुन्छ साथीभाइ हो, अहिलेको बेलुकाको भिडियोमा भेट्नेछु।